हेलो एभ्रिवान आज चाहिँ म ब्रेकफास्ट बनाउँदैछु यहाँ हेर्नुहोस् त खोले भात साह्रै उयो छ कोदोको खोले हो मलाई बनाउनु आउँदैन नि आज यस्तो बनाएको कस्तो फर्स्ट टाइम बनाएको मैले खोले भात चाहिँ अरूले बनाएर दिँदा अनि अरूले बनाएर दिएको त कति मिठो पनि हुन्छ हैन कति सजिलो जस्तो लाग्छ नि त तर मलाई चाहिँ सजिलो लागेन साथीहरु हैन यो बनाउनु अघि ढिक्कै ढिक्क भएको थियो सबै डल्लो परेको थियो तर अहिले चाहिँ घोल्दा घोल्दा राम्रो देखाउँदैछु राम्रो भएको छ हेर्नुहोस् त अहिले चाहिँ भटमास हालेर मैले चाहिँ बनाएको यो चाहिँ हैन तातो जाडोमा आज कति साह्रो जाडो छ नि त हङकङमा अनि त्यही भएर मैले चाहिँ तातो खोले भात बनाएको छु साथीहरु कोकोले खानु मन लागेको छ तपाईहरुले मलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ है म बनाएर दिनेछु अब चाहिँ आउँछ होला कि मलाई बनाउन आएन तर तपाईले खास कसरी बनाउँछ मलाई बनाउने रेसिपीहरु अनि कसरी बनाउनु पर्छ मलाई सिकाउनुहोस् मलाई भन्नुहोस् ल कमेन्टमा म तपाईहरुको फलो गर्नेछु मेरो चाहिँ यस्तो भएको छ आज है अनि यता मेरो एग पनि बोइल हुँदैछ एग र आज मेरो चाहिँ यो खाजा है साथीहरु थ्यांक यू फर वाचिङ गुड मर्निङ साथीहरु अघिको मैले बनाएको हेर्नु त कोदोको खोले मलाई बनाउन आएन आज फर्स्ट टाइम बनाएको हैन यस्तो बनाएको हेर्नुस् त तर लुकिङ सो यम्मी अघि डल्लो डल्लो परेको थियो म हेर्छु ल अलिक बाक्लो भयो जस्तो छ नि साथीहरु हेर्नु त यो चाहिँ भटमाससँग हैन अनि मेरो बोइल एग अनि मेरो बेस्ट मेरो चाहिँ यो टी हो यो जस्मिन टी मलाई बिहान उठेर के जस्मिन टी खाँदा यति फ्रेश लाग्छ यति राम्रो लाग्छ है यस्तो मिठो बनाएको छु साथीहरु मेरो आजको ब्रेकफास्ट यस्तो छ अनि तपाईले कस्तो लाग्यो हेरेर इन्जोय गर्नु होला र साथीहरु यस्तो यम्मी हैन लुकिङ कस्तो यम्मी अनि घरमा बसेर यसो आज मेरो छुट्टीको दिनमा हैन तातो बनाएर खाऊँ भनेर के बनाएको है मैले हुन्छ साथीहरु तपाईहरु हेरेर इन्जोय गर्नु होला यस्तो मिठो मेरो ब्रेकफास्टलाई हेरेर इन्जोय गर्नु होला हस् थ्यांक यू सो मच फर वाचिङ ल म ट्राई पनि गर्छु ल ट्राई गरेर पनि देखाउँछु ल कस्तो भएछ मेरो आजको मेरो ब्रेकफास्ट कस्तो दामी भएछ हेर्नुस् त आज मैले फर्स्ट टाइम बनाएको कोदोको के भन्छ कोदोको खोले मलाई बनाउनु आउँदैन थियो फर्स्ट टाइम बनाएको ट्राई गरेर गर्दाखेरि सबै कुरा हुँदो रहेछ हैन वाह कस्तो मिठो आज कति जाडो छ हैन हङकङमा अनि त्यही भएर जाडोमा चाहिँ यस्तो खोले भातहरु बनाएर खाँदा चाहिँ मिठो हुन्छ अनि राम्रो पनि हुन्छ अनि हेल्दी पनि हुन्छ हैन त्यही भएर मैले चाहिँ आज मेरो आफ्नै हातले बनाएको सधैँ अरूले बनाएको मात्रै खाने बानी हैन अनि आज चाहिँ मैले आफ्नै हातले बनाएको पनि कति मिठो हुँदो रहेछ भन्ने कुरा थाहा पाइयो एकदम बेस्ट छ अनि यो चाहिँ जस्मिन टी हो एकदम मिठो छ थ्यांक यू साथीहरु तपाईहरु पनि हेरेर इन्जोय गर्नु होला थ्यांक यू सो मच